Baba black sheep, have you any wool? Yes sir, 3 bags full, one for my master. हो यो ऱ्याम्स छ नि, यो ऱ्याम्सहरू हामीले सानैदेखि सुनेको र अहिले पनि निरन्तर हाम्रो बालबच्चाहरूले चाहिँ नर्सरी क्लासमा यो ऱ्याम्सहरू पढिरहेका हुन्छन् र स्कुलमा टिचरहरूले उहाँलाई पढाइराख्नु भएको हुन्छ र हामीभन्दा अगाडिको जेनेरेसनले पनि यो ऱ्याम्स चाहिँ बोर्डिङ स्कुलमा पढ्नेहरूले चाहिँ पढिराख्नु भएको छ। सायद सरकारी स्कुलमा पढ्नेहरूले पनि पढ्नुभयो भने त्यो चाहिँ मैले जानिनँ होइन, मैले चाहिँ बोर्डिङ स्कुल पढेँ सानोमा। तपाईँहरूलाई यो ऱ्याम्सको बारेमा चाहिँ धेरै पढ्नु चाहिँ पढेको छ, तर अब यसको बारेमा जानकारी नहुनसक्छ होइन। यो ऱ्याम्स चाहिँ हामीले जुन खुसी भएर हाम्रा बालबालिकाहरूले गाउँछन् नि, यसको खास अर्थ चाहिँ के हो भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन। हामीले कतिजनाले त्यो थाहा नभइकन हामीले आफ्नो पढाइको सबै सकिसक्यौँ क्या, पढेर सकिसक्यौँ होइन, जागिर खायौँ, बुढो पनि भइसक्यौँ कति। तर यो ऱ्याम्सको बारेमा चाहिँ म तपाईँहरूलाई चाहिँ सही जानकारी दिन्छु आज। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ खासमा किसानहरूको लागि लगाइएको 66%, 66% चाहिँ ट्याक्सको विषयमा हो यो कविता। 1275मा किङ एडवर्ड भन्ने एकजना राजा थिए। उनले चाहिँ उनको आफ्नो राज्यमा चाहिँ भेडा पाल्ने जति पनि किसानहरू छन् उनीहरूको लागि चाहिँ कर राखेका थिए। जस्तै एक तिहाई भनेको 1/3% कर चाहिँ ती किसानहरूले राजालाई बुझाउनु पर्ने भेडाकोबाट उनको कर, अनि 1/3 चाहिँ चर्चलाई बुझाउनु पर्ने भने चाहिँ टोटल गरेर 66% चाहिँ उनीहरूले राज्यले तोकेकैलाई बुझाउनु पर्ने थियो र आफूलाई 33% मात्रै राख्न पाइने थियो। अब यो उनीहरूले निकालेको उनीहरूको मेहनतको 33% मात्रै उन चाहिँ उनीहरूले सदुपयोग गर्न पाउँदा उनीहरूको जीवनयापन एकदमै दुःखदायी भयो। उनीहरूले सर्भाइभ गर्नु सकेनन्। कति किसानहरूले त आत्महत्या पनि गरे होइन। अब यो ऱ्याम्समै तपाईँले राम्ररी सुन्नुभयो भने सबै थोक त्यहाँ लेखेको छ। अनि कति किसानहरूले आत्महत्या पनि गरे। सो त्यसको धेरै वर्षपछि चाहिँ सन् 1744 1744मा टमी थम भन्ने एकजना राइटरले चाहिँ उनको आफ्नो किताबमा चाहिँ यो बाबा ब्ल्याक सिप ह्याभ यु एनी वुल भन्ने कविता चाहिँ समावेश गरेका थिए, उनले लेखेका थिए होइन। र त्यो लेखे पछाडि अहिले हामीले त्यो निरन्तर तहिलेदेखि नै अहिलेसम्म यो पुस्तौँ भइसक्यो यो कविता चाहिँ ऱ्याम्स चाहिँ हामीले सुनिरहेका छौँ। हाम्रा धेरैले सुन्दैछन्, अझै पनि कति सुन्नेवाला छन् बालबालिकाहरूले। र यसको खास कथा चाहिँ के हो यसको भन्दाखेरि चाहिँ यसको खास कथा चाहिँ एउटा बच्चाहरूलाई हामीले नर्सरीमा पढाइने चिज चाहिँ एकदमै दुःखदायी यो कुरा हो होइन। यो चाहिँ राम्रो चाहिँ खास भन्नु हो भने चाहिँ होइन होइन। र म चाहिँ के भन्न चाहन्छु भने सरकारले अहिले एजुकेसन सिस्टमलाई अलिकति चेन्ज ल्याउने भन्ने कुरा भइरहेछ होइन। तर कति हाम्रो अझै पनि हामीले पढ्ने सिलेबसहरूमा अझै पनि हामीले बच्चैदेखि पढ्ने सिलेबसहरूमा चाहिँ कति इरेलेभेन्ट चिजहरू एकदमै धेरै छन् क्या। पहिला त्यसलाई हटाउनु पऱ्यो, हटाउँदै जानु पऱ्यो होइन। अनि मात्रै नयाँ तरिकाले सिलेबसहरू एड गरेर नयाँ तरिकाले पढाउने र वास्तवमा हामीले पढ्दै गरेको चिजको खास अर्थ चाहिँ के हो त्यो कुरा चाहिँ बच्चाहरूले चाहिँ बुझ्नै पर्ने रहेछ र टिचरहरूले पनि मजाले बुझेर बच्चाहरूलाई पढाउनु चाहिँ पर्छ है। हस्, धन्यवाद।